गाइस केटा टक्क लाएर हैन टक्क बर्थडेको पिकनिक खान जाँदैछ हामी चाहिँ आइसक्नु पर्ने जक्सनतिर फेरि पनि हामी जाँदै छौँ माथितिर हैन गाइस गाडी लगेर इमरान भाइको गाइस हामी चाहिँ आइसक्यौँ पर टक्क हामी चाहिँ पुरा सहरमा आइसक्यौँ हाम्रो रेडी चाहिँ उता आगो सागो बाल्दैछन् हाम्रो दाइ चाहिँ होइन एकजना टक्क गाडी साइड लिएर फेरि आइसक्यौँ हामी जङ्गलतिर गाइस हो टक्क आएर राजन फलो गर्न भाइ गरिदिनु होला बोइलरको चाहिँ छाला छाला रेडी बनाउँदैछन् केटाहरूले चाहिँ टक्क लाएर होइन गाइस हाम्रा केटाहरू टक्क तिर यसरी बसेर हेलो गाइस हाम्रो केटाहरू चाहिँ छ नि कोही लाइभमा बसेको छ कोही कतै बसेको लो गाइस छैन होला केटाहरू जिन्जी केटाहरू यता छन् है गाइस टक्क आगो पकाइ बोलिसकेको छ देख्न सक्नु भएको होला हजुरहरूले गाइस सबैजनाले ह्यापी बर्थडे भनिदिनु ह्यापी बर्थडे वो राधा इधर है ना पार्टी खाने भनेर आएको सिद्धकुमार भन्ने ठाउँमा आएको हो गाइस हाम्रो पारा चाहिँ गाडी चाहिँ त्यो छ पानी चाहिँ हामीले बाल्टीमा ल्याएको हो मास काट्नलाई चाहिँ टक्कन चाहिँ वहाँ छ अनि हाम्रो केटाहरू चाहिँ हेर्नुहोस् छ पानी यहाँनिर छ अनि यहाँ मास पाक्दैछ किन टाढा हुन्छ उरा निर्माया रुने बाटैमा हेलो बबाल छ मालिक हाम्रो मालिक चाहिँ यस्तो हुन्छ टक्क लाएर है सो गाइस अहिले हाम्रो केटाहरूको पारा चाहिँ यो हो अलि पछि खायो भने चाहिँ के हुन्छ हेरौँला है बाँकी चाहिँ हेरौँला अर्को उसमा आउँछ
होला अरू खानेकुराहरू यतातिर छन् गाइस हामी चाहिँ नखाने पर्यो होइन टक्क चाहिँ यो सर्ट लाएर म चाहिँ नखाने मान्छे होइन टक्क रेड बुल आएको छ मेरो लागि चाहिँ हुनुहुन्छ यता नखाने केटाहरूको लागि यता यस्तो व्यवस्था है केटाहरूको नाच